A daily day life in Greece. Been wasting time. I stayed up all night, drinking my weight in pints. I think I might be going insane, like I need a shrink. I think I'm gonna clean today. Sunday cleaning, it feels so good to get rid of this junk. Hello, hi, good morning everyone. Welcome to Go with Eddie. It's me अनुसुदन दर्नाल र आज चाहिँ म सबैभन्दा पहिला म इन्ट्रोडक्सन माइसेल्फ है। म चाहिँ अनुसुदन दर्नाल हो र म चाहिँ आज ग्रिसमा छु। मैले युट्युब च्यानल चाहिँ खोलेको थुप्रै भयो, नेपालमै खोलेको थिएँ, तर मेरो मैले चाहिँ चाहेको थिएँ कि म च्यानल चाहिँ ग्रिस आउँदाखेरि सुरु गर्छु भनेर। सो आई एम इन हियर इन ग्रिस र आज चाहिँ हामी अब यो ग्रिस सेन्तोरिनी भन्ने ठाउँमा छु म, र म चाहिँ अब यो ठाउँलाई एक्सप्लोर गर्दैछु। अनि हामी बसेको रिसोर्टहरू म आज सबै हजुरहरूलाई देखाउँछु है। र म आज चाहिँ मर्निङ भ्यू यहाँदेखि चाहिँ ठ्याक्कै समुद्र त्यो देखेको समुद्र हो, र म त्यहाँ समुद्र जस्ट 5 मिनटको वाकमा म पुग्छु। सो सी यू। म चाहिँ जाँदैछु, यो चाहिँ हाम्रै होटलको एरिया पर्छ र अगाडि चाहिँ यस्तो दामी डाँडा छ है। जस ठाउँ राम्रो छ भन्ने ठाउँ चाहिँ साह्रै राम्रो रहेछ। म पनि मेरो युरोप नै पहिलो हो होइन। म घरबाट पहिला नै चाहिँ दुबई गइसकेको थिएँ, तर मेरो युरोप चाहिँ पहिलो हो। त्यो पनि ग्रिस, त्यो पनि यति राम्रो ठाउँ सेन्तोरिनी भन्ने ठाउँ। अब चाहिँ म हाम्रो यो मेन डोरबाट चाहिँ म टक्कसँगले त्यहाँनिर जस्ट वाकमा समुद्र पुगिन्छ। र यति बेला 7:20 भइसक्यो, अहिलेसम्म घाम देखेको छैन हुनाले आज चाहिँ एकदम पानी पर्ला वेदर मैले हेरेर हिँडेको थिएँ, एकदम पानी पर्ला जस्तो। अनि प्लस तपाईँको हुन्डरीहरू आउला जस्तो भइरहेछ। त्यही भएर अब आज म तपाईँहरूलाई कतिको एक्सप्लोर गराउन सक्छु ठाउँ है। ल हेलो गाइज, अब चाहिँ हामी टक्कसँगले सेन्तोरिनी एक्सप्लोर गर्नुपर्छ है त। ल यहाँदेखि जस्ट 5 मिनटको वाकमा, मैले अघि भनिसकेँ 5 मिनटको वाकमा चाहिँ हामी के अरे समुद्र पुग्छौँ। र पानी पर्ला जस्तो भइरहेछ, वेदरले चाहिँ मलाई च्यालेन्ज हानिरहेछ है। सो लेट्स सी कहाँसम्म पुगिन्छ हामी। म भिजिट गर्न जाउँ भन्दैछु, तर एक्कासी पानी पर्ला जस्तो भयो। अनि पानी पर्ने कारणले गर्दाखेरि म चाहिँ त्यहाँ जान पाउँदिनँ जस्तो छु। अनि यहाँ ठ्याक्क मेरो दाजु भाउजूले पनि ढोका खोल्नुभयो भन्नाले मेन गेट हो हाम्रो, यो क्लब कार हो यो हाम्रो रिसोर्टको। म एकचोटि दाजु भाउजूलाई गएर भेट्छु है। हेलो, ल अब चाहिँ म दाजु भाउजूको रुम आएँ होइन। हेलो दादा कालीमेरा, हेलो भाउजू कालीमेरा। कालीमेरा भनेको चाहिँ गुड मर्निङ हो। अनि यो सुकुटी देखेर छक्क पर्नु होला, यो हामीले अस्ति लिएर आएको होइन। यस्तो छ, यी दादा पनि आइपुग्नु। म चाहिँ अहिले दाजु भाउजूको कोठामा छु। अनि दादाले चाहिँ के अरे मेरो टिभीमा मेरो च्यानल देखाउने भन्दै हुन्छ। सब्सक्राइबर कति गर्दा खोलेको छु, एउटै भिडियो चाहिँ छैन। ल है त हुने रहेछ। ल सबैले फलो गर्नु पर्यो है। ITH दिनु न। अब ए अनि डी। यो चाहिँ मेरो च्यानल हो, सबैजनाले गएर सब्सक्राइब गर्नु पर्यो है। 55 सब्सक्राइबर त छ। यो चाहिँ अब हामीले घरमा मोमो बनाएको थियौँ, अनि के बनाएको थियौँ चाउमिनहरू, त्यसको खाली नहोस् भनेर चाहिँ मैले हालिदिएको होइन।
एउटा भ्युज फेरि आयो। अल ल कस्तो लाग्यो त दादा? दादा कस्तो लाग्यो? स्टार्टिङमै इन्डिङ भयो। स्टार्टिङ त्यस्तै छ है अहिले चाहिँ। दादाहरू चाहिँ हाम्रो भिल्ला जाँदै हुन्छ क्लब कारमा। हेलो दा, मेरो च्यानलमा केही भनिदिनु न हौ, सब्सक्राइब गरिदिनु। बढाउनु पऱ्यो तपाईँले टिकटकबाट अब मेरो पुरै उ गरिदिनु पऱ्यो क्या। हजुर ल दा, हामी जाँदैछौँ। ए त्यो नगरिदिनु न, म पनि अलिकति छ मेरो, ती राखिदिरहनु नि, हाम्छु ल। हजुर अहिले लिएर आउँछु, त्यही छोडिदिरहनु, अहिले आउँछु क्या ल। ल अब चाहिँ हामी जाँदैछौँ होइन। सन्दीप भाइ कस्तो लाग्दैछ त ग्रिस भन्नु त पहिला? एकदम बबाल हुन्छ बबाल। हो जस यहाँको मौसम चाहिँ एकदम राम्रो छ। अहिले सायद अफ सिजन भएर पनि होला मान्छेहरू त्यति छैन। अनि हामी चाहिँ हाम्रो साइडमा हिँड्यौँ। यहाँ चाहिँ फेरि नेपालको ठ्याक्कै उल्टो छ है। हामी लेफ्ट साइड आफ्नो थियो भने नेपालमा, अहिले चाहिँ राइट साइड हो आफ्नो। अनि हाम्रो स्मार्ती पनि हिँडिरहेछ। स्मार्ती चाहिँ हाम्रो यो बोसको डग हो र ठाउँ यस्तो छ, हामी एक्सप्लोर गरौँ होइन। अब चाहिँ हामी आइपुग्न लाग्यौँ र हामी हेर्नु न आइपुग्न लाग्यौँ। हामी हिँडेको 2 मिनट भएको छैन, समुद्र आइपुग्यो क्या। पर समुद्र आइपुग्यो। विदिन 5 मिनट हामी आइपुग्यौँ समुद्र। यो चाहिँ हाम्रो समुद्र हो र उपरदेखिको चाहिँ हाम्रो भिल्ला हो, त्यहीँ हो हामी बस्ने ओर्ने। ल हेर्दा हेर्दै हामी आइपुग्यौँ। पर ग्रिसको झन्डाहरू देखाइरहेछ। ल है त सबैजनाले हेर्नु ग्रिस कस्तो छ। यो चाहिँ ग्रिसको आइल्यान्ड सेन्टोरिनी भन्ने ठाउँको पनि फिरा एक्जोयालस भन्ने ठाउँको नजिकै समुद्र यस्तो छ है। यता सन्दीप भाइ आफ्नो गर्दै हुन्छ। ल समुद्र यस्तो छ र यताबाट घाम देखिन्छ होइन। वाउ र अब हामी केही भिडियो सुट गरौँ है।
ल अहिले चाहिँ दामी घाम निस्किँदैछ है यहाँनिर अब अहिले चाहिँ बिहानको 8 बज्यो भर्खर घाम निस्किँदैछ 8 बज्यो भर्खर घाम निस्किँदैछ दामी छ ठाउँ जोस् अनि सबैजना हाम्रो आफन्तहरू सबैजनालाई धेरै धेरै सम्झना होइन अब चाहिँ हामी यहाँ एकछिन बसेर अनि जान्छौँ यस्तै छ ल हाम्रो नेपाली इन ग्रिस लाइफ यस्तै छ है म अपडेटहरू गर्दै रहेछु र आजदेखि चाहिँ मेरो च्यानलबाट डेली भ्लग आउँछ है उहाँ हेर्नु देख्न सक्नुहुन्छ उहाँ पर प्लेन घुमिरहेछ होइन र घाम कस्तो दामी आइरहेछ क्या भन्नाले अब मेरो क्यामेरा राम्रो छैन घाम बबाल फोकस आइरहेछ जस ठाउँ राम्रो छ अनि ल्यान्ड हुँदैछ भर्खरै अनि नजिकै छ एयरपोर्ट पनि घाम कस्तो दामी देखिरहेछ अनि मलाई चाहिँ यहाँ सन्धि दाइले फोटो खिच्दै भनेर वाक्क लगाइसक्नु भयो होइन अनि के अरे यो चाहिँ हाम्रो बोराबाद होइन है यो चाहिँ अब यस्तै आउँथ्यो नाउ कुद्दाखेरि बोराबादको छाल पनि तर यो चाहिँ समुद्र हो कस्तो दामी फिक्क पानी आयो क्या होइन छाल आउँदैछ छाल आयो 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 वाउ अलि अगाडि जानु पऱ्यो फेरि आयो 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 छाल आयो छाल बवाल ठुलो छाल आयो झन् मलाई चाहिँ क्या अहिले यो समुद्र यसरी देख्दाखेरि चाहिँ मलाई के कुरा याद आयो भने त्यो हाम्रो एक्सिस ब्यान्डै होला एक्सिस ब्यान्डको गीत सात समुद्र पारी भन्ने छ नि र सात समुद्र पारी छु म त्यहाँ कसरी जाउँ भनेर क्या अब हुन्छ नि धेरै टाढा छ होइन अब आफ्नो घर ठाउँ कसरी जाउँ भन्ने त्यो मलाई यो देख्दै चाहिँ अनि यो छालहरूको आवाज सुन्दाखेरि मलाई त्यही कुरा याद आयो क्या कस्तो क्या छालको आवाजै बेग्लै छ क्या जतिचोटि बस्यो त्यति ठुलो छालहरू आइरहेछ क्या अनि वेदर चाहिँ बवालै छ अनि अब एक दिन चाहिँ हामी पर्खिनु म तपाईँहरूलाई देखाउँछु उहाँ पर त्यहाँ एउटा बिच छ पर यहाँबाट अब जुम हुँदैन हो त्यहाँ एउटा बिच छ हो त्यो बिचमा चाहिँ अब हामी के अरे त्यो बिचमा चाहिँ अब हामी जान्छौँ एक दिन मिलाएर जान्छौँ होइन अनि ठिकै छ सबै अब चाहिँ हामी निस्किन लागेको होइन यहाँबाट अब हामी निस्किन्छौँ अनि अब ठ्याक्क गएपछि अब आजको लागि म यति नै गर्छु होला त्यहाँ साँच्ची अब चाहिँ हामी यहाँबाट निस्केको होइन अब चाहिँ हामी फेरि आफ्नो रिसोर्टतिर जान्छौँ र म आज तपाईँहरूलाई हाम्रो रिसोर्ट कस्तो छ भनेर पनि देखाउँछु ल समुद्रको बिल्कुल लास्टचोटि हेर्नुहोस् है सन्दाइ लु जाउँ र मसँग माइक साइक त्यस्तो केही छैन म प्रोफेसनल पनि होइन र भ्लगमा साउन्ड के कस्तो आउँछ सबैले आशा छ राम्रोसँगले सुनिदिनुहुन्छ होला भनेर र च्यानललाई पनि सब्सक्राइब गरिदिनु अरू त त्यस्तै हो जस ठाउँ राम्रो छ आउने बित्तिकै एक ठाउँ सेन्टोरिनीको फिरा ओया भन्ने ठाउँ समथिङ के छ त्यहाँ गयौँ त्यहाँ चाहिँ भ्लग बनाउन पाइनँ मेरो मोबाइल स्विच अफ भएको थियो त्यही भएर अब चाहिँ हामी जाँदैछौँ म तपाईँहरूलाई अब हाम्रो रिसोर्ट एक्सप्लोर गराउँछु है हेलो अब चाहिँ हामी ठ्याक्कै टाढाबाट फर्क्यौँ अब जान्छ आम्मामा हावाले नै हामीलाई ठेल्दैछ यार जाडो छ चिसो छ वेदर चाहिँ हेर्दा घाम लागे पनि यहाँ चाहिँ कस्तो छ भने अहिले ठ्याक्कै हिजो मैले फिल गरेको म के अरे दाइसँग बसिरहेको थिएँ घाम एकदम लाग्यो क्या अनि मैले ज्याकेट खोलेँ भेस्टमा बसेँ अनि बसेकै ठाउँमा एक्कासी फेरि हावा घामै हरायो अनि एकदम हावा चलेर पानी पर्ला जस्तै भयो अनि त्यो हुँदा चाहिँ के हुन्छ भने फेरि चिसो भयो क्या अनि यहाँको वेदर चाहिँ भन्नै नसक्ने क्या एकछिनमै के हुने
त्यस्तो खाले छ वेदर होइन। तपाईँहरू पछाडि देख्नु वरिपरि पहेँलो फुल के हो यो फुललाई के भन्छ त पनि थाहा छैन। जोस ठिक छ। अब हामी चाहिँ ठ्याक्कै हाम्रो रिसोर्ट जाँदैछौँ। अब त्यहाँ गएर हामी यसो त्यहाँ रिसोर्टको पनि ठाउँहरू एक्सप्लोर गराउँछौँ। सेकेन्ड हामी समुद्र पर छोडेर आइपुग्यौँ र हामी अब यो डाँडा चढ्नु लागेको। यो डाँडाबाट चाहिँ हाम्रो रिसोर्ट पनि दामी देखिन्छ। म एकचोटि मार्केट जाँदाखेरि दादासँग गाडीमा जाँदाखेरि देखेको थिएँ, दामी देखेको थियो हाम्रो रिसोर्ट। अब हामी यो डाँडा चढ्दैछौँ। हाइट सन्दीप भाइ कस्तो भयो त उयो फोन चाहिँ के स्विच अफ हुन लाग्यो? ऊ चाहिँ के छ त? कस्तो लाग्यो त समुद्र ग्रिस कस्तो लाग्यो? आम्मा आफ्टर लङ टाइम डाँडामा हिँडेर होला कस्तो लाग्छ। वा पर देख्दै गरेको चाहिँ त हाम्रो रिसोर्ट हो। यहाँबाट हामी जाँदैछौँ र यहाँबाट समुद्र नि अझै दामी देखिन्छ। त्यो पर देखेको सब हाम्रो यो पर अनि फिरा भन्ने ठाउँ छ। त्यो चाहिँ तपाईँको के भन्छ त्यहाँ चाहिँ मार्केटहरू अझ त्यो ग्रिसको मेन घुम्ने ठाउँ चाहिँ स्यान्तोरिनी भन्ने ठाउँ हो क्या। फेमस प्लस राम्रो। र त्यहाँ पनि किन राम्रो भने ब्लू डोम भन्छ। त्यो जसरी त्यो धरानको हाम्रो धरानमा चाहिँ के अरे निलो टिनको छानाहरूले ब्लू सिटी भन्छ नि, यहाँ चाहिँ ब्लू डोम भन्छ अनि ब्लू सिटी भन्छ। र यहाँ म यहाँबाट हाम्रो यो रिसोर्ट देखाउँछु। यो देखिरहेको यो निलो, यो सेतो चाहिँ होइन निलो, अनि यता देखेको यो सबै कर्भ खाले घरहरू सबै सानसानो उयो माथिसम्म कर्भ खाले सबै घर चाहिँ हाम्रो रिसोर्टको हो। सन माथि जाउँ, चढौँ, एकछिन एक्सर्साइज पनि हुन्छ। हजुर कसले बोलायो? ए बोलाइसक्नुभयो? कहाँ हुन्छ हौ? माथि चढाउने चाहिँ घट त जिउ आउनु। मोबाइल अफ भएर चाहिँ जानु खोजेको। मेरो त भ्लग मात्र बन्छ, फोटोसोटो खिचिँदैन। इ ल हेर्नु त समुद्र कस्तो दामी छ। ठाउँ चाहिँ जोस् हुन्छ नि बाबाले ठाउँ। म अस्ति कहाँनिर हो दादाले लानुभएको थियो कि त्यो चाहिँ सङ्को सभाको माथि डाँडाको जस्तै फिल भएको थियो क्या मलाई। तपाईँलाई मोबाइल अफ भएर हिँड्नु मन लागेन होइन? अनि यहाँ चाहिँ कस्तो छ भने हिउँ के अरे हिउँ चाहिँ पर्दैन। एथेन्समा चाहिँ पर्छ, यहाँ चाहिँ पर्दैन। यहाँ चाहिँ एकदम हावा हुन्डो एकदम चलेको छ। आउनु आउनु आउनु। मेरो अहिले ट्रेनिङ भएर चाहिँ सन्दीप दाईलाई टक्क एक्सर्साइजमा लिएर जाने। अनि हामीले चाहिँ मैले अघि भिडियोमा देखाइसकेको छु, बिहानै उठेर हामीले चाहिँ आफ्नो बेड बिस्तारहरू मिलाएर अनि टक्कसँगले हामीले नास्ता खाएर निस्क्यौँ। अनि पानी पर्ला जस्तै भएको थियो। अनि आज घुम्न पाइँदैन होला भनेर सोचिरहेको थिएँ, तर लक्किली हामी चाहिँ घुम्न पायौँ। किनभने अहिले चाहिँ पानी पर्ला जस्तो भएको छैन, तर आजको वेदर चाहिँ एकदम हावा। मैले बिहानै चेक गरेर हिँडेको। म जहाँ गए पनि पहिला जहाँ म जुन ठाउँ पुग्छु मेरो चाहिँ एउटा बानी के छ भने जुन ठाउँ पुग्छु यहाँ चाहिँ यस्तो एटिभीमा हिँड्छ क्या। मैले एटिभी हाम्रो चकरहट्टी बोराबादमा पनि चलाउन खोजिदिएको थिएँ, तर आफ्नो टाइम नमिलेर यता आउने कामले गर्दाखेरि गर्नु पाइनँ। तर यहाँ कुदाउँछु म। र के भन्दै थियो भने बिहानै चाहिँ हामीले ब्रेकफास्ट गरेर आफ्नो व्यवस्था मिलाएर टक्क म के भन्दै थिएँ भने मेरो एउटा बानी चाहिँ के छ भने जहाँ गए पनि म फर्स्टमा इस्ट कहाँ छ वेस्ट कहाँ छ भनेर हेर्छु।
कस्तो खाले बानी होला नेपाल कतापट्टि फर्किन्छ भनेर हेर्छु क्या म चाहिँ फेरि मेरो घर कतापट्टि फर्किन्छ भनेर म चाहिँ होम कता छ भनेर त्यो म्यापमा हेर्छु होइन। अहिले चाहिँ हामी यत्रो डाँडा हिँडिसक्यो ल ठ्याक्कै सनसेट यहाँ सनराइज भन्छ सनसेट भन्दैन उहाँ नेपालमा सनराइज ठ्याक्कै यो डाँडाको उतापट्टि चाहिँ हाम्रो रिसोर्ट छ। अनि ठ्याक्कै घाम लाग्दाखेरि चाहिँ सनको क्या हुन्छ नि प्रकाश चाहिँ माथि माथि देखाउँछ क्या ठ्याक्कै यहाँबाट घाम लाग्छ डाँडाले छेक्छ क्या। अनि यहाँबाट चाहिँ दामी भ्यू देखिँदो रहेछ। यार क्या बवाल छ यार यता चाहिँ फेरि मोबाइल अफ भयो भनेर पुरै बिहानदेखि फोनमा बोलेको हुन्थ्यो भाउजूसँग। अब यसरी नै हो के अरे म कसैलाई अब कल गर्न पाउँदिनँ होला कसैलाई कतिलाई के यताउता कल हुँदैन ड्युटी अब पछि ड्युटी गर्न थालेपछि कल सल गर्नु भ्याइँदैन होला के हुन्छ। तर अपडेट गरिरहन्छु सबैलाई मेसेज गरिरहन्छु र अझै पनि मलाई कतिले अब सेफ फ्लाइट भनेर गुड विस गर्नुभएको छ। म राम्रोसँगले आइपुगेँ र रिप्लाई दिन नपाएको कारणले चाहिँ म भेरी भेरी सरी भन्छु है। अहिले चाहिँ हामी धेरै माथि आइसक्यो म एकचोटि यो डाँडा चढ्छु। वाउ यार हो यस यो हो नि त म यो डाँडामै चढेर यता हाम्रो दाइ चाहिँ पुरै थाकिसक्नु भयो दामी छ हौ ठाउँ चाहिँ यार। अब हेर्नु यस्तो चलिरहेछ अब म चाहिँ डाँडामा पुग्छु भनेछु यहाँबाट सबै देखाउँछ र ऊ देखेको चाहिँ सहर हो सहर भन्दैछु त्यो चाहिँ मार्केट एरिया हो। यो चाहिँ खास स्यान्तुरुनी चाहिँ नि कस्तो छ भने टापु हो टापु पनि पुरै रक चट्टान प्लस तपाईँको वरिपरि समुद्र छ क्या वरिपरि। अनि एउटा बिचमा बाटो अनि छेउछेउमा घर बिचमा बाटो छेउछेउमा घर अनि वरिपरि समुद्र कस्तो दामी मिलेको छ क्या। र अब म ठ्याक्कै फाइनली यहाँ आइपुगेँ टापुमा आइपुगेँ टापुमा उचाइमा आइपुगेँ र ल अब म तपाईँलाई हाम्रो रिसोर्ट देखाउँछु ल। सबैभन्दा पहिला मेरो रिसोर्ट हेर्नु यो देखेको जति सब हाम्रो रिसोर्ट हो। यो मेरो त होइन साउ हो बोसको यो रिसोर्ट हो। यो देखेको जति सबै यता उयो माथि यो सेतो चाहिँ होइन उयो निलो उयो सबै हो। अनि यहाँ पर चाहिँ हेलिप्याड पनि छ इमर्जेन्सी केसकोले अनि यो पनि हो। अनि र त्यति देखाएपछि अब यहाँबाट चाहिँ समुद्रको भ्यू हेर्नु ल ठ्याक्कै यही तल हो हामी बस्ने उहाँ हो ऊ त्यो हो हामी बसेको रुम। अनि त्यहीबाट यहीँ नजिकै छ क्या 10 मिनटको वाकमा यस्तो राम्रो भ्यू पाउँछु मैले। हावा बर चलेको छ मेरो भोइस सुन्नु भएको छ छैन यसरी सनसेट लागिरहेछ सनसेट भनाइ चाहिँ सनराइज। अनि ठक्कसँगले यसो गएपछि हाम्रो के छ भने यसलाई चाहिँ मार्केट एरिया फिरा हुन्छ। क्यामेरा त्यति राम्रो छैन यस्तो छ ल है यस्तो छ ग्रिस सेन्टोरिनी यस्तो छ राम्रो छ ठाउँ हेर्नु बबालै छ हावा चाहिँ एकदम चल्छ। अनि हामी चाहिँ यता बसेर सनराइज बिहानै हेर्नु पाउँदैन क्या भन्नाले यो डाँडाले ठ्याक्कै म बसेको डाँडाले छेक्छ अनि यताबाट सनराइज आउँछ दामी छ। वरिपरि समुद्र छ 5 मिनटको बाटो समुद्र 10 मिनटको बाटो डाँडा राम्रो छ। जस मलाई त यो डाँडाहरू देख्दा सुरुमा मलाई एथेन्स झर्दा चाहिँ कस्तो भएको थियो भने काठमाडौँ जस्तै क्या त्यहाँको एयरपोर्ट चाहिँ ठ्याक्कै काठमाडौँको जस्तो वरिपरि डाँडा बिचमा एयरपोर्ट जस्तै क्या त्यस्तो थियो जस। अनि यसो यताउता हेर्दाखेरि के भन्छ कस्तो दार्जिलिङ हो कि कस्तो खाले ठाउँ क्या। तर अर्कै छ यहाँ अब मान्छेहरू नै अर्कै छन् भाषै अर्को बोल्छन्। ल अब चाहिँ हामी फर्किन्छौँ अनि
फर्केपछि चाहिँ अब के भन्छ हामी आफ्नो म तपाईँहरूलाई रिसोर्ट पनि देखाउँछु र मेरो अलिकति लिप्सहरू चाहिँ लिप रिडिङहरू अब के अरे मलाई केही अब स्पिकिङ चाहिँ मेरो अलि ठिक छैन किनकि यो मेरो फर्स्ट भ्लग हो मलाई के बोल्नुपर्ने कसरी बोल्नुपर्ने अलि आइडिया छैन केही नराम्रो कुराहरू बोल्यो भने मलाई माफ गरिदिनु र सन्जय लु जो अब चाहिँ जो ल अब चाहिँ हामी रिसोर्ट आइपुग्यौँ र आजको लागि मेरो ब्लगको फर्स्ट ब्लगको लागि यति नै सी यू टेक केयर एभ्रिवान सी यू सुन बाई Thank you for watching and do like subscribe Go with a D.